इजरायलले माग्यो 2300 नेपाली कामदार, महिलालाई 60% कोटा, कमाई महिनाकै 3.5 लाख बढी। वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र केयर गिभरका लागि 2300 नेपाली सहायक कामदारको माग खुलाएको छ। यस आकर्षक रोजगारीमा 60% महिला र 40% पुरुषको कोटा निर्धारण गरिएको छ। छनौट हुने कामदारले मासिक 6443 इजरायली मुद्रा, करिब 3,47,000 रुपियाँ भन्दा बढी तलबका साथै नियमअनुसार ओभरटाइम सुविधा समेत पाउनेछन्। सुरुमा 1 वर्षको करार हुने यो जागिर अधिकतम 5 वर्षसम्म लम्ब्याउन सकिनेछ। यसका लागि 25 देखि 45 वर्ष उमेर समूहका कम्तीमा अनमी CMA गरेका वा +2 उत्तीर्ण गरी 3 महिने केयर गिभिङ तालिम लिएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। उम्मेदवारको उचाइ 1.5 मिटर, तौल 45 किलो हुनुपर्नेछ। आवेदन आगामी जेठ 27 गते राति 12 बजेदेखि असार 7 गतेसम्म विभागको अनलाइन पोर्टल ferms.dofe.gov.np मार्फत दिन सकिने विभागले जनाएको छ।